चाहिँ अहिले रामपुर गएको थियौँ, रामपुर सरी लालबजार सिसुवा गएको थियौँ, उदयपुर जिल्लाको सिसुवा। अनि अहिले चाहिँ हामी फर्किँदैछौँ, चतरा आइपुग्यो। चतराको भ्यू एकदमै राम्रो छ। राइडर चाहिँ प्रकाश खाती। अनि यहाँ चाहिँ पुरै पानी रहेछ। यहाँ हो किन पल्लो खोलामा बगाउँछ अरे भन्ने सुनेको थिएँ। यहाँ चाहिँ कस्तो के छ त्यो चाहिँ मलाई थाहा छैन। यो खोला हो कि न पल्लो खोला हो सम्झिएको चाहिँ मैले बिर्सेँ। अब त्यो अगाडि एउटा खोला छ सानो, त्यहाँ चाहिँ आजभन्दा 1 वर्ष या 2 वर्ष अगाडि त्यो पनि म कन्फ्युज भएँ। अब फेरि त्यसमा चाहिँ मान्छे बगाउँछ अरे, बाइकसहित मान्छे बगाएको थियो अरे भन्ने सुनेको थिएँ। राइडर चाहिँ प्रकाश खाती। यतापट्टि चाहिँ कोसी, यता अगाडिपट्टि होला हौ। हजुर यहाँ अगाडि चाहिँ प्रिन्स खाती पुरै 220 हाँकैछन्। यति स्पिडमा कुदाइरहेको छन् यिनले, हामीले भेट्नै सकेको छैन। तर अब चाहिँ भेटेर पनि अगाडि गयो। ओ राइडर प्रकाश खाती राइडर छ त। राइडर चाहिँ प्रकाश खाती।